किन उठ्नु भएको सर? अब सर पनि बस्ने स्टुडेन्ट पनि बस्ने एकजना त उभिनु पर्यो नि मै उभिदिन्छु हुन्छ बस्नु न सर बस्नु न। हुन्छ बस्दिन्छु मलाई चिन्छौ म टिचर हो नि म पढाउँछु मलाई क्लासमा देखेछौ म कहाँ बस्छु भन त कुन डेस्कमा बस्छु अगाडि है ठ्याक्कै अगाडि म कहिले कहिले पढाउँछु याद छ सर मनडे मन्डे सन्डे एकदम ठिक अब यो पेपर हेरौँ है यसले के भन्दो रहेछ ओ माई गड यसले त मलाई क्लास टिचर पो भन्दो रहेछ त कुन क्लासको टिचर भन्दो रहेछ सर? अनि एक्जाम कस्तो भयो त ए सर मेरो त बब्बाल भयो नि सर। तपाईँको कस्तो भयो? म टिचर हो नि भनेपछि त बब्बाल भयो त तपाईँलाई सबै आउँछ। यो चाहिँ अस्तिको क्वेसन पेपर भाइले 20 नम्बरको क्वेसन छोड्नु भएछ नि त ए त्यो त सर त्यो आउँदा आउँदै ढिलो भयो कि सर अनि त्यो लेख्नै भएन नि सर। ठिक बिल्कुल ठिक अब लेख्नै नभएपछि के गर्छ त्यही त सर नत्र त सजिलै हो नि क्वेसन त। अनि यो क्वेसन चाहिँ किन छोड्नु भएको त ए यो त सर म लेख्दै थिएँ कि सर अनि त्यो सरले खोजिदिनु भयो अनि लेख्नै पाइनँ सर। यहाँ त केही लेखेकै छैन त फेरि होइन त त्यही त सर त्यो लेख्न आँट्दै थिएँ सर अनि खोजिदिनु भएको हो नि सर त लेख्नै आँट्दै आँटेकै थिएँ। ठिक अनि यो क्वेसन